सबैजनालाई नमस्कार। मलाई आज हाम्रो देश नेपालको सुनसरीमा भएको द्वन्द्वले गर्दा एकदमै साह्रै मन दुखेको छ। त्यसैले गर्दा मलाई केही भन्न मन लाग्यो। आजसम्म विगतको इतिहासमा हेर्दाखेरि धर्मकै लागि लडाइँ भएको होइन नि। अन्य देशहरूको तुलनामा हाम्रो देश त अति शान्ति अति शीतलता हो। किनभने पूर्व मेचीदेखि पश्चिम मागाइलसम्म, उत्तर हिमालदेखि दक्षिण तराईसम्म यति धेरै जात जाति, धर्म, संस्कृति, समुदायहरू, हाम्रो रीतिरिवाजहरू यति मिलेर यसरी एउटा हुन्छ नि, दाँतको लहर मिलेको जस्तो भन्छ नि, मिलेका दाँत जस्तरी बसेका छन् के। अहिले हाम्रा कति अब पाठशालाहरूमा हामी सबै खालका जात जातिहरू पढ्ने, अब जागिर को सिलसिलामा हाम्रो कति समुदायहरूले हामी सँगै एउटै टेबलमा बसेर काम गर्छौँ। अब विद्यालयमा कति टिचरहरू हामी सँगै बसेर सबै खालका विद्यार्थीहरूलाई हामीले सम्प्रदायका विद्यार्थीलाई पढाउन पाएका छौँ। सबैलाई सन्तुष्टि भएका छन्। अब होइन, हरेक काममा कर्मचारीहरूदेखि लिएर कामको सिलसिलामा हामी सबै मिसिएर काम गर्छौँ। कहीँ पनि समस्या आएको छैन के। कुनै जात जातिमा कुनै काममा कसैले कसैलाई पनि डिस्टर्ब गरेको र तलमाथि बनाएको छैन। अहिले सुनसरीमा के कारणले, के कामका लागि मानिसहरूमा यस्तो द्वन्द्व भयो धर्मको नाममा? यस्तो झिल्को कसले ल्यायो? यो झिल्काले अहिले कुनै पनि देशमा त्यो छैन नि केही पनि। अब त केमा झगडा होला र भनेर सबैलाई एउटा शान्त वातावरणमा बसेको बेलामा फेरि कहाँ एउटा झिल्को हेर्नु न, बिना विषयवस्तुको झिल्को ल्याएर अहिले यत्रो निर्दोष नागरिकको ज्यान गुमाउनु पर्ने, यत्रा नागरिक घाइते हुनुपर्ने, कति धनको क्षति हुनुपर्ने र जनताले यत्रो भोग्नुपर्ने। भोग्नु त जनताले रहेछ भने हामीमा किन चेतनाको कमी भयो? यो किन रिस आवेगलाई अगाडि ल्याउने? यसले गर्दा त हाम्रै नोक्सान हुँदो रहेछ त भनेर हामीले किन बुझेनौँ? आजसम्म जे भयो, अबका दिनहरू हामी सबजना एक आपसमा एउटा घाँटीमा लगाएको माला जस्तो बनेर मिलेर सजिएर बस्नुपर्ने देखिन्छ साथीहरू। हामी आफैले जति हामीलाई रिस आवेग लिएर एक प्रतिशोधको भावना निकाल्छौँ, त्यति हामी सबैलाई घाटा हुन्छ, अझ ढिलो हुन्छ कि विकासका दिनहरू एकदम पछाडि पर्छ हाम्रो नेपाल। हामीलाई नै घाटा हुन्छ के। प्लिज आफूबाट यो चेतना जगाएर सबैमा शीतलता, शान्ति, आनन्द छाइयो भने त्यो सबलाई एउटा सबको लागि शीतलता चौतारी बन्छ के। साथीहरू कसरी हुन्छ, एउटा विद्रोह गरेर घाटा निकाल्न भन्दा बरु कसरी हुन्छ सबैजना एउटा संयोग बनेर नाफाको दिन, एउटा उत्पादनशीलको दिन निकाल्न पर्ने भयो भन्दैमा सबैलाई पुनः फेरि मिलनको बिन्दुमा आउन आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद साथीहरू।